हेलो गाइज, वेलकम टु अनदर भ्लग। आज चाहिँ हामी दक्षिण काली मन्दिरमा लाखबत्ती बाल्न जाँदैछौँ। बाटो पनि पिच पुरै एकदम राम्रो रहेछ। अहिले चाहिँ अराउन्ड 1 आवर 30 मिनटको ड्राइभ पछि चाहिँ हामी दक्षिण काली मन्दिर पुग्यौँ। अनि सामानहरू झिक्दै हुनुहुन्छ पछाडि। अनि त्यसपछि चाहिँ मन्दिरभित्र गए। मन्दिरभित्र चाहिँ एकदमै भिड रहेछ। आज शनिबार भएर पनि होला। दक्षिण कालीमा छौँ होइन, एकदम भिड छ, हेर्न सक्नुहुन्छ। यता चाहिँ दाइ हुनुहुन्छ, दक्षिण काली दर्शन गर्न आएको भिड छ। यता पारी पनि मान्छेहरू हेर्नु होइन। गुरुबाहरूले चाहिँ जग्गा नि बनाइसक्नु भएको रहेछ। अहिले चाहिँ यहाँ मन्दिरमा चढाउनुको लागि चाहिँ होइन एकदम लिएर आइसक्यो होइन, हेर्न सक्नुहुन्छ। अहिले म चाहिँ दक्षिण कालीमा छु। भिड छ। अहिले चाहिँ मन्दिर बन्द भएको छ होइन। अहिले चाहिँ यहाँ मन्दिरमा आरती भइरहेको होइन। अब चाहिँ फाइनली बत्ती बाल्ने बेला हो। अब लाखबत्ती चाहिँ बालिसक्यौँ होइन, हेर्न सक्नुहुन्छ। मन्दिर ढोकेँ। अनि मन्दिर ढोकेपछि चाहिँ लाखबत्ती बालेँ। अनि म चाहिँ लाखबत्ती चलाएर बसिरहेको थिएँ। एकदमै लाखबत्ती चलाउँदा चाहिँ एकदम आनन्द आइरहेको थियो। अनि हामीले चाहिँ बत्ती चलाएर बसिरहेको थियौँ, हेर्न सक्नुहुन्छ। 3 जना दाजुभाइ हामी एकदम बत्ती चलाइरहेको थियौँ। अहिले चाहिँ यहाँ अब बत्ती बालिसक्यौँ होइन, बत्ती चलाउँदैछ। यता दाइ हुनुहुन्छ, यता अर्को दाइ बत्ती चलाउँदै। फाइनली बत्ती चाहिँ होइन बालिसक्यौँ। अब बत्ती चाहिँ सकिन लागिसक्यो। बत्ती बाली 4 बज्न लागिसक्यो। के खाएन भोक लाग्यो। लाग्यो होइन। अब त्यही हो, सकिन लागिसक्यो। त्यो अब सकिन लागेको। बत्ती पनि बलेर सकिन। बत्ती बालिसक्यौँ। अनि त्यसपछि चाहिँ यसो मन्दिरको चाहिँ भिडियो फोटोहरू खिचेँ ठाउँबाट। अनि घर फर्किँदै थियौँ। अनि मैले चाहिँ त्यहाँ अगाडि दक्षिण काली पिकनिक भनेर लेखेको ठाउँ देखेँ। अनि कस्तो रहेछ त भनेर हेर्न गएको, राम्रो रहेछ। अनि यहाँ चाहिँ शिव भगवानको मूर्ति पनि रहेछ, हेर्न सक्नुहुन्छ। आजको भ्लगमा चाहिँ यति नै। अब फेरि छिट्टै नयाँ भ्लगमा भेटौँला। बाई।